हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। मैले यसरी बोलेर चाहिँ फर्स्ट टाइम भिडियो बनाइरहेको छु। यो भिडियो हो 2 दिन अगाडिको, तर मैले आज बल्ल भोइस कभर गर्दैछु। मलाई एकदम भोइस कभर गरेर बोल्न मन लाग्यो, भिडियो बनाउन मन लाग्यो, त्यसैले बनाइरहेको छु। हाम्रो यात्रा थियो मुभी हेर्नको लागि नारायणपुरसम्मको। आन्टीहरूसँग सबैजना मिलेर यसरी यात्रा गरेको चाहिँ मेरो फर्स्ट टाइम हो, त्यो पनि मुभी हेर्न। अनि बिच बाटोमा बाटोको सिन लिँदै त्यही त हो होइन, रमाइलो। अनि हामी पुग्यौँ नारायणपुर पुगेपछि फोटो भिडियो त गराउनै पर्यो होइन र। अनि फोटो भिडियो टिकटक बनायौँ सबैजनाको, मेरो आन्टीहरूको पनि बनाइदिएँ होइन। अनि सबैजनालाई हाई गर्न पनि लगाइरहेको छु मैले। अनि हामी आज कहाँ आएको भनेर सोधिरहेको छु। अनि यत्तिकैमा मैले सोधेँ आन्टीहरूलाई, मुभी हेरेर रुने कि नाइ भनेर। कसैले भन्छ रुने, कसैले मुभी हेरेर रुने, कसैले नरुने भनेर होइन। को धेरै रोइसिन्छ हजुरले लास्टमा भिडियो हेर्दै गएपछि थाहा पाइहाल्छिन्छ होइन। अनि हामीसँग टन्न टाइम भएको भएर भिडियोहरू टिकटक त हामीले थुप्रै बनायौँ। अनि यत्तिकैमा स्टार्ट हुन्छ मुभी गौँथली। एकदम राम्रो छ, सुरुवातदेखि नै इमोसनल छ धेरै होइन। अनि मैले हलमा पनि भिडियो लिइरहेको छु, अनि मुभीको सिन पनि ल्याइरहेको छु। हजुरहरूले थाहा पाइसक्छु होइन को धेरै रुँदैछ भनेर। अनि सबलाई सोधि पनि रहेको छु त्यहाँ कहाँनिर इमोसनल हुनुभयो भनेर पनि। मुभी चाहिँ एकदम राम्रो बनेको छ, कलाकारहरूले आफ्नो भूमिका एकदम राम्रो निभाउनु भएको छ यसमा होइन। स्पेसली हामी छोरी मान्छेहरूको लागि बिहे गरेर घर परिवार कस्तो पर्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन के। सबैको फ्यामिली राम्रो हुन्छ, श्रीमान बुझ्ने हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन। त्यही भएर छोरी मान्छेलाई बुझ्ने श्रीमान भयो भने एकदम राम्रो हुन्छ, घर परिवार पनि बुझ्ने भयो छोरीलाई स्वर्ग चाहिँ हुन्छ भन्छन् नि होइन। त्यही त हो नि मुभी। स्पेसली हामी केटी मान्छेहरू बिहे गरेको महिलाहरूको लागि नै छ कि। अनि एकदम राम्रो पनि मुभी भएको छ। मुभी कति बेला सक्यो भन्ने कुरा त्यो टाइम गएको नै हामीले थाहा पाएनौँ कि। अनि मुभी सकेपछि हामी सबैजना बाहिर निस्क्यौँ। मैले भने नि को धेरै रोयो भनेर सबैजनालाई सोधिरहेको छु। सबजना रोइरहेको छ, कसैले आँसु पुस्छ। हलमा पनि एकदम धेरै रोइरहेको थियो कि मान्छेहरू बेसै गरे होइन। अनि हजुरलाई सोधिरहेको छु आन्टीहरूलाई कहाँनिर मन छोयो भनेर। आन्टीहरू भनि पनि राख्छ कहाँनिर मेरो मन छोयो, एकदम मलाई एकदम रुन मन लाग्यो भनेर। अनि हल बाहिर निस्केपछि सबैजना त एकछिन गफ गर्न पर्यो मुभी कस्तो रहेछ भनेर होइन। स्पेसली सबभन्दा धेरै रोको त मेरो दिदी हो जस्तो लाग्यो मलाई। उसको आँखा पुरै फर्स्टदेखि लास्टसम्म उसको आँखा पुरा एकछिन खाली थिएन क्या। अनि आन्टीको पनि रोको भिडियो बनाइदिइरहेको छु। अनि आन्टी